कालेबुङ जिल्लाको पेदोङ खण्ड अन्तर्गत कुल 6वटा ग्राम पञ्चायतहरू रहेको छ, जसमा कागे, कास्योङ, लिङ्से, लिङ्सेखा, पेदोङ अनि कास्योङ ग्राम पञ्चायत रहेको पाइन्छ। सन् 2011को भारत जनगणनाको आधारमा यहाँको जनसङ्ख्या कुल 66,830 रहेको पाइन्छ। यही क्षेत्रमा अवस्थित पेदोङ ग्रामीण अस्पताल वर्षौंदेखि हजारौं मानिसहरूको भरपर्दो उपचार केन्द्र बनेको छ। तर आज यही अस्पताल सेवाको अभाव, उपकरणको कमी र जनशक्तिको न्यूनताले ग्रस्त हुँदै गएको छ। अब यो हस्पिटलको जुन प्रकारको भूमिका छ, यसको महत्त्व त हामी यसलाई शब्दमा बयान गर्न सक्दैनौँ। किनभने जतिजना अलिकति हाई लेभल, हाई प्रोफाइल व्यक्तित्वहरू हुनुहुन्छ, उहाँहरूको लागि त हेल्थ जहाँ पनि गएर उहाँहरूको खर्चले भ्याउँछ र गर्नुहुन्छ। तर आम साधारण मानिसहरू चाहिँ यो हस्पिटलमै निर्भर परेको छ स्वास्थ्यको लागि चाहिँ, है। त्यसले गर्दा उहाँहरूले यो हस्पिटलले चाहिँ उहाँहरूको जीवनलाई चाहिँ एउटा सुरक्षा गरिरहेको छ भन्ने चाहिँ हामी बुझ्छौँ। र यहाँका जति पनि गरिब दुखी व्यक्तिहरू हुनुहुन्छ, कमाइ कम्ती भएका व्यक्ति अनि आर्थिक कमजोरी भएका व्यक्तिहरू चाहिँ सबै नै पेदोङ हस्पिटलमै निर्भर भएको छ र यसको महत्त्व त सम्पूर्ण व्यक्तिहरूलाई नै थाहा छ भन्ने हामी यो कुरा हामी भन्न चाहन्छौँ। र यो हस्पिटल छैन भने यहाँका मानिसहरू स्वास्थ्यको विषयमा चाहिँ धेरैभन्दा धेरै पछाडिएर जान्छ भन्ने हामीले अनुभव गरेका छौँ। यही समस्यालाई दृष्टिकोण गर्दै स्थानीय समुदायले औपचारिक रूपमा जिल्ला मुख्य स्वास्थ्य अधिकारी CMOHलाई एउटा ज्ञापन बुझाएको छ। उनीहरूको माग छ, अस्पतालमा फिजियोथेरापी सेवा तुरुन्त सुरु होस्, ECG सेवा सञ्चालनका लागि स्वास्थ्य कर्मचारीलाई तालिम दियोस्, प्रशिक्षित BMOSको नियुक्ति होस् अनि डिजिटल एक्सरेको व्यवस्था होस् र रिक्त पदहरूमा तत्कालै कर्मचारी नियुक्त गरियोस्, उनीहरूको माग रहेको छ। जुन कुरा चाहिँ हामीले तपाईँको माथि गभर्मेन्टमा राखेका छौँ, जुन चाहिँ भएको छैन अहिलेसम्म, र यो कुरा तर एकदम छिटो नै हुने वाला छ। एउटा चाहिँ हो तपाईँको डिजिटल एक्सरे, एकदमै जरुरी पेदोङ हस्पिटलमा एकदमै जरुरी चिज तपाईँको डिजिटल एक्सरे मसिन। यो एकदमै प्रोसेसमा छ, यो पनि छिटोभन्दा छिटै पेदोङमा चालु हुने कुरा छ। अनि सेकेन्ड तपाईँको म्यान पावर, पेदोङको हस्पिटलमा C र D ग्रुपमा एकदमै बेसी मान्छे, एउटा मान्छे छैन राम्रोसँगले। C र D ग्रुपमा चाहिँ मान्छे हामीलाई एकदम म्यान पावरको एकदमै जरुरी छ। किनभने रुरल हस्पिटल भनेको डक्टर भनेको कम्ती भनेको 5 जना हुनुपर्ने हो, एकदम कम्ती भनेको। तर पेदोङ हस्पिटलमा 2 जना छ, है, 3 जना डक्टर छ। अन्त उहाँहरूलाई पुरा साह्रो पर्छ। नर्सेसहरू एकदमै कम्ती छ, उहाँहरूलाई एकदम कतिजनालाई 24 घन्टाहरू काम गर्नुपर्छ। एकदमै प्रब्लम छ नर्सेसहरूलाई र हस्पिटलको सबै स्टाफहरूलाई। तपाईँको हस्पिटलमा कर्मबन्दी तपाईँको सबै कर्मचारीहरू एकदमै छैन। अनि अहिले जति हस्पिटलमा हामीले माग गरेछौँ, अन्त CMOSले भन्छ जति सक्दो हामी NHRMबाट हाल्छु भनेर भनेको छ यहाँनिर म्यान पावर चाहिँ। तर NHRMबाट जति हाल्छ। NHRMबाट पनि भएन चाहिँ एउटा अहिले स्काई भेन्चर भन्ने एउटा प्रोजेक्ट छ, जुन प्रोजेक्टमा चाहिँ हस्पिटललाई लिएर चाहिँ तपाईँले धेरै वर्कर्सहरू हाल्नु सक्छ, तपाईँको म्यान पावरहरू धेरै हाल्नु सक्छ। अनि तपाईँको हामीलाई लास्टली चाहिँ तपाईँको पेदोङमा एकदमै हस्पिटलमा जरुरी चिज चाहिँ तपाईँको ट्रेन्ड BMS। पेदोङमा ट्रेन्ड BMS नहुनु कारणले गर्दाखेरि चाहिँ पेदोङको हस्पिटल डेभलप राम्रोसँग भएको छैन। सन् 2005मा सुरु गरिएको नेसनल ग्रामीण हेल्थ मिसन NRHM भारत सरकारको एउटा महत्त्वपूर्ण पहल हो। यसको उद्देश्य ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु हो, विशेष गरी महिलाहरू र बालबालिका जस्ता कमजोर वर्गका लागि हो। तर आज पेदोङ ग्रामीण अस्पतालको अवस्था त्यो उद्देश्यसँग मेल खाँदैन। रुरल हस्पिटलमा तपाईँको 5 जना डक्टर चाहिँ हुन्छ, एउटा BMOS अनि 5 जना डक्टर हुन्छ, त्यसमा एउटा चाहिँ BMOS हुन्छ, 6 जना हुन्छ जम्मा डक्टर। तर यहाँ चाहिँ 3 जनाले चलाएको छ। बिचरा त्यो 3 जना मरिन्जेल चलाउँछ, उनीहरू 15 दिन छुट्टी घर जाँदाखेरि पनि अब कतिजना बिचरा पब्लिकहरूलाई थाहा छैन यो विषयमा कि यो डक्टरहरूले किन 15 दिन मात्रै ड्युटी गर्छ भन्छ। तर यो 6 जना डक्टरले चल्ने कुरो चाहिँ 3 जनाले चल्दैछ नि त।
त्यो डक्टरको विषय लिएर पनि हामीले डिमान्डहरू त गरेको छौँ होइन। अब डक्टर मात्रै होइन, स्टाफ त टोटल्ली नै खत्तम भइसक्यो, टोटल्ली नै सी र डी ग्रेडमा त अब एपोइन्टै भएको छैन तपाईँको। 2002 लास्ट हो, 2002मा लास्ट एपोइन्ट भएको 2-3 जना। त्यो 2002 पछाडि आजसम्म हेर्नुहोस्, 2002देखि 2025 पुग्दा पनि सी र डी ग्रेडमा कुनै एपोइन्टमेन्ट भएको छैन। जति पनि अहिले 2-4 जना त्यहाँनिर देख्नु हुँदैछ तपाईँहरूले, त्यो चाहिँ सबै त्यो कन्टिजेन्सीको 3,000 3,500 दिएर राखेको। अब तपाईँलाई एउटा सानो म एउटा भनिदिन्छु, यहाँको कर्मा बन्धु भन्ने चाहिँ अहिले चाहिँ स्विपरलाई चाहिँ कर्मा बन्धु भन्छ। यसमा चाहिँ रुरल हस्पिटलमा 4वटा पोस्ट हुन्छ। यो तपाईँहरूले बिएमओसँग इन्क्वायरी गर्दा पनि हुन्छ। तर यहाँ एकजना पनि छैन। जो अहिले एउटा स्विपर चल्दैछ त्यो चाहिँ 3-4 हजार कन्टिजेन्सीकै पैसामा चल्दैछ। अब फिमेल जिडिए, मेल जिडिए, नर्सलाई सघाउने जुन चाहिँ हुन्छ त्यो सबै तपाईँहरूको त्यो 3,000 4,000 क्या कन्टिजेन्सीको पैसामै चल्दैछ, स्टाफै छैन। अब एक दिन त यो हस्पिटल प्यारालाइज हुन्छ नि। त्यही कारण यो कुरा चाहिँ हामीले डिमान्ड गरेका छौँ। विशेष त मलाई के लाग्छ भने यो हस्पिटल अझ अपग्रेड हुनुको लागि चाहिँ हाम्रो स्थानीय अथवा क्षेत्रीय प्रशासनहरू छन्, जसलाई चाहिँ आम जनताहरूले भोट दिएर एउटा पदमा पुर्याएका छन्। उहाँहरूको ध्यान चाहिँ यो माथि हुनुपर्ने हो जस्तो लाग्छ है। अनि सरकारको पक्षबाट हामीहरूले बुझ्दाखेरि चाहिँ सरकार चाहिँ जहिले पनि जनताको सेवाको अपग्रेडेसन गर्ने पक्षमा रहेको हामीले बुझ्यौँ। तर हाम्रो यहाँको स्थानीय स्तरबाट चाहिँ यसको खोजी नभएको, अथवा हाम्रो यहाँका प्रतिनिधिहरू जति पनि हुनुहुन्छ पब्लिक रिप्रेजेन्टेटिभहरू जसलाई भोट दिएर बनायो, उहाँहरू यो सेक्टरमा चाहिँ उहाँहरूको इन्ट्रेस्टै नभएको जस्तो पनि हामीले बुझ्यौँ। किनभने जनताको माझबाट एउटा सङ्गठन बनाएर हस्पिटलमा कुनै पनि सुविधाको लागि हामी सिएमओसकोमा, गभर्मेन्टकोमा कहीँ पनि जानुपर्ने एउटा दुःखलाग्दो खबर पनि जान्छ होला सायदै। तर हामीलाई लाग्छ यो हाम्रो जतिवटा है स्थानीय तपाईँको सरकार भनौँ है, प्रशासन भनौँ, यी व्यक्तिहरूले पनि यी क्षेत्रमा चाहिँ ध्यान दिनु जरुरी छ। पेदुङका जनप्रतिनिधि र नागरिक समाजका सङ्गठनहरूले स्वास्थ्य विभागसँग आग्रह गरेका छन्। फिजियोथेरापी, इसिजी, प्रशिक्षित बिएमओज, डिजिटल एक्सरे र आवश्यक जनशक्तिको तत्काल व्यवस्था गरेर यस क्षेत्रका हजारौं नागरिकलाई सहज उपचारको हक दिन आजको सबैभन्दा ठूलो आवश्यकता हो।